गाइज हामी चाहिँ आज यहाँ बारी आएको छौँ। बारीमा चाहिँ बुवाले यहाँ परवल लाउनु भएको छ। ए तरकारी खानलाई मकै त यस्तो भएको छ है, मकै यस्तो छ अनि आँपहरू यतातिर पनि छ। परवल चाहिँ टिप्दैछौँ हामी तरकारी खानलाई। अनि यहाँ खोर्सानी चाहिँ गाइस बारीमा यस्तो फलेको छ। यहाँ हेर्नु है त, म देखाउँछु तपाईँहरूलाई। हेर्नु त, देखिया छैन? यस्तो भित्र यस्तो देखिया छ। हाम्रो बुवाको मेहनत यो चाहिँ। यहाँ हेर्नु, यता पनि देखाइदिन्छु है। यहाँ हेर्नु कस्तो मजाले फलेको छ खोर्सानी। भित्र यस्तो छ। यहाँ गाई जस्तो गरी फलेको छ खोर्सानी। अनि मकै चाहिँ फेरि सब किराले खान्छ यस्तो गरी पत्ता। के रोग लागेको हो यो? परवल कति पारेछ है? यो बोटमा कति छ पर्छ? यसको त्यहाँ आगै भाँचिएको रहेछ। यहाँ बुवाले त्यो पनि टेको लाएर बाँधेर राख्नु भएको छ। अनि यो बोटमा पनि हेर्छु है त खोर्सानी कि कति फलाएर छ। यहाँ पनि फलाएर छ गाईजी, त्यो गरी फलेर। यो कुन खोर्सानी हो तर राम्रो फल्दो रहेछ। उहाँ छिपिएकै जस्तो लाग्यो। अब हामी चाहिँ एकदम आफ्नै खेतको अर्ग्यानिक तरकारी परवल तपाईँहरूलाई पनि चाहिन्छ भने सम्पर्क गर्नु होला। अहिले फल्दैछ, त्यति फलेको छैन। यो पनि खोर्सानी यहाँ हेर्नु। यो खोर्सानी चाहिँ राम्रो फल्दो रहेछ हौ, तर कुन खोर्सानी हो यस्तो दामी फल्दो रहेछ, झुप्पै फल्दो रहेछ क्या। यतातिर बोडीहरू लाउनु भएको छ। बोडीहरू थाङ्रामा जाँदैछ अहिले। बोडी त्यति फलेको छैन। अनि लिची पनि थियो त्यहाँ। लिची चाहिँ सबै यहाँ बारीमा भएकोले सबैले आउँदै टिप्दै खाँदै गरेर अलि नपाकिकनै लगभग सकियो। यता परवल टिप्नु थालेको हो। कति 1 किलो जति भयो। परवल चाहिन्छ भने सम्पर्क गर्नु होला। म नम्बर हालिदिन्छु युट्युबमै। यो फेरि उदयपुर कटारीको लागि है। यो एउटा बोटलाई खोर्सानी के रोग लागेको छ कि यस्तो गरी ओइलाएको छ। हावाले भाँच्यो कि क्या हो? अनि यहाँ बोडीहरू यस्तो चाहिँ थाङ्रामा जाँदैछ। बुवाको मेहनत यही यस्तो गरी गर्नुपर्छ। मान्छे आफै दीर्घरोगी मान्छे, काम चाहिँ यस्तो गर्नुहुन्छ है। हामीले पनि नसक्ने काम खाएर तरकारी खेती लाउने। यो कागतीको बोट कि के को बोट हो यो? कागती। यता आँपहरू छन्, त्यहाँ भित्र पनि छ कागतीको बोट। यता फर्सीको मुन्टाहरू। यहाँ अदुवा रोप्नु भएको रहेछ आमाले। टुसा भाँच्यो नि र यहाँ छैन नहुने। घरतिर अदुवा रोप्नु भएको। तिरिमिरी झ्याङ पसिनाले यहीँ शीतलमा बस्नु पर्यो। अब अहिले यहाँ शीतलमा बस्नुपर्छ कि उता तरकारी लिएर आउँछ। परवलहरू लिएर घाम त धेरै। बुवाले लगाउनु भएको भनेर चाहिँ नि बुवामा हुनुहुन्छ। खेती जति छ यहाँ सागपात मकैहरू
आमाले चाहिँ जे पनि मैले गरी भन्नुहुन्छ कि क्या आमाले यो पडवलहरू